बच्चाहरू आज सबले आफ्नो ड्रिम के हो लेखी स्कुलको ड्रिम बकेटमा हाल्ने है त। अनि आस्था तिमीले के लेख्यौ त? म ठुलो डाक्टर भएर आफ्नो मनलाई सुन्नु, मेहनत गर्न नछोड्नु, तिमी अवश्य सफल हुनेछौ। सुनाउने चरी तिमी सँगै उडी जाने मन लाग्छ घरि घरि। बहाना खोज्दै हिँडेको म घुम्दै वरिपरि, तितो तितो संसारै देखि टाढा टाढा पारी। मेरो आफ्नै मन परी मलाई लैजाऊ न चरी, मलाई लैजाऊ न चरी। मेरो आफ्नै मन परी मलाई लैजाऊ न चरी, तिम्रो टाढा टाढा पारी। मेरो आफ्नै मन परी, मेरो आफ्नै मन परी। बाबा छोरी ठुली भइसकियो, अब पढ्ने सर्ने भन्दा पनि राम्रो घर हेरेर बिहे गरिदिनुपर्छ। डाक्टर पढ्नको लागि फी एकदमै महँगो छ, तिम्रो फ्यामिलीले एफोर्ड गर्न सक्दैन। तर जसले हाइएस्ट र्याङ्क ल्याउँछ उसलाई 100% स्कलरसिप छ है। आफ्नो मनलाई सुन्नु, मेहनत गर्न नछोड्नु, तिमी अवश्य सफल हुनेछौ। शब्दैमा लेख्ने हो कि तिमीलाई भावनै बोक्ने हो कि हेराइले देख्ने हो कि तिमीलाई पछ्याउँदै भेट्ने हो कि कहिले हावाको त्यो बेगसँगै हो मन पनि खुल्ला आकाश झैँ भो कहिले बादल लोरी सुनाउने सिरी तरी जाने तालै हो ए ओखती रहेछ तिम्रा रङ्ग थरी थरी दुःख पीडा सबै बिर्साउने जादु छरी छरी मेरो आफ्नै मन परी मलाई लैजाऊ न छरी मलाई लैजाऊ न छरी मेरो आफ्नै मन परी मलाई लैजाऊ न छरी तिम्रो टाढा टाढा पारी मेरो आफ्नै मन परी मेरो आफ्नै मन परी। नेपाल भरिबाट उत्कृष्ट अङ्क ल्याएर डाक्टर पढ्नको लागि 100% स्कलरसिप ल्याउने व्यक्तिको नाम रहेको छ आस्था पटेल। संसारै भुलेर तिमी सँगै सँगै भुलेर संसारै भुलेर तिमी सँगै सँगै भुलेर संसारै भुलेर तिमी सँगै सँगै उडेर संसारै भुलेर तिमी सँगै सँगै उडेर संसारै भुलेर तिमी सँगै सँगै उडेर। आस्था तिमी हजुरले दिनुभएको हौसलाले गर्दा आज मेरो सपना पुरा भएको छ म्याम। संसारै एक व्यक्तिको जीवनलाई आकार दिन गुरुको महत्त्वपूर्ण भूमिका हुन्छ।
ती सम्पूर्ण गुरुहरूलाई धेरै सम्मान अनि हार्दिक नमन। Thank you.